राष्ट्रिय स्वतन्त्र पार्टी को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नु भएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौँ। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कुलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढ्दिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो। हामी फ्रेमबाट जाने हो र हामी गर्वका साथ भन्छौँ हामी लिबरल डेमोक्रेटिक पार्टी हौँ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौँ। बलियो राज्य हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ। हामी कम्युनिस्ट होइनौँ। हामी नव उदारवादी पनि होइनौँ। हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौँ। त्यसैले कित्ता काट स्पष्ट छ। बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोशल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौँ।